Hajime Masude, हजुर हजुरको नाम अनुज नेउपाने अनुज नेउपाने, स्टाफ नम्बर 78421। 78421 है। अनि हजुर अहिले हजुर एचआरसी छोड्ने प्लानमा हुनुहुन्छ कि यसमै कन्टिन्यू काम गरिराख्ने प्लानमा हुनुहुन्छ? अहिलेसम्म मेरो छोड्ने प्लान छैन हजुर। त्यस्तो छैन है अहिले। अनि होइन हजुर कन्ट्र्याक्ट जुन कामको लागि कन्ट्र्याक्ट गर्नुभएको थियो त्यही काम गरिराख्नु भएको छ नि अहिले है? हजुर, मेरो काम सिद्धिएको लगभग हप्ता 10 दिन जति भइसक्यो। म अहिले पुरै बेरोजगारी भएर रुममा सुतेर बसिरहेको छु। काम दिएको छैन मलाई अहिले। एचआरसीले अहिले खोइ किन हो। अहिले चाहिँ केही काम छैन है? छैन, अहिले मेरो केही काम छैन। ए हुन्छ हुन्छ। अनि स्यालेरीहरू त टाइममै पाइराख्नु भएको छ होला नि, एचआरसीको रुल्स 2 महिना। अनुसार? रुल्स अनुसार त पाइरहेको छु। ए अनि हजुरको स्वास्थ्यमा केही समस्या छ र? छैन, केही समस्या छैन। त्यस्तो केही समस्या छैन है। अनि हजुरले आफ्नो जाइरो कार्ड पासपोर्टहरू आफैसँग राख्नु भएको छ? मैसँग छ। हजुरलाई काम गर्दाखेरि असहज हुने कुराहरू केही भएको थियो र? धम्काउने थर्काउने त्यस्तो केही कुराहरू भएको थियो र? कोबाट? जस्तै काम गर्दाखेरि अब गाली गर्ने हुन्छ नि त कुनै कुनैले त। छैन, त्यस्तो केही छैन। कहिले त्यस्तो भएन। त्यस्तो भएन है। अनि इलिगल काम गर्नेहरू कोही हुनुहुन्थ्यो? छैन त्यसो काहीँ। त्यस्तो हुनुहुन्थेन है। अब हजुरले भन्नुभयो 1 हप्तादेखि काम पाउनु भएन भन्नुभएको थियो है। छैन। हुन्छ, म हजुरको यो भिडियो उहाँसम्म पुर्याइदिन्छु। अनि उहाँहरूले के गर्नुहुन्छ, अब केही समस्याको हल निकाल्नु होला सायद है। त्यही अब कहिलेसम्म बेरोजगार बस्नुपर्ने हो? जापाना त कमाउन हो क्या र, यसरी रुममा बसेर त हुँदैन। भन्यो भने कसैले हजुर सुन्दैनन्, पख पख हजुर हो। भन्छन् सबैले। त्यो त यही हुँदैन। बस्नुपर्ने हो। हजुर यो चाहिँ सुनाइदिनु होला अब यो। हजुर। यही हो, अरू त के भन्नु र। अहिलेको प्रब्लम भनेको त्यही, अब कामै नपाएर चाहिँ बस्नु भएको छ अहिले चाहिँ है। खै याचासीले काम दिन नसके हो कि अब हामीलाई काम नलगाइदिया हो कि के हो, त्यो मलाई थाहा भएन। काम चाहिँ छैन हाम्रो। होइन, लगाइदिन्छ होला, लगाइदिनु हुन्छ होला सायद। काम किन नलगाइदिए, या काम गर्छु भन्यो भने पख पख मात्रै भन्छ। तेरै लागि खोजिरहेको पख रे, अब कस्तो खाले खोजिरहनु होइन, पर्ने। खोज्दै हुनुहुन्छ होला सायद अहिले। अहिले अनि यस्तो हो, हामी यत्रो गरेर जापानमा त कमाउन आएको हो। जम्मा 40-50 घन्टा भन्दा काम भएको छैन। त्यहाँ हजुर रुममा हजुर बसेर मात्र कि हामी सुतेर मात्रै बस्न आएको त, हामी त काम गर्न आएको। हाम्रो हजुर। 12-15 घन्टा दियोस् मतलब भएन। उम्, तर काम दिनु त पर्यो नि। अस्तिको महिनाको यहाँ अघिल्लो अघिल्लो महिनातिर नि खालि 4 घन्टा 5 घन्टा 6 घन्टा, 4 घन्टा 5 घन्टा हजुर मात्रै कामहरू बसेको हामी। हजुर त्यो हजुर चाहिँ बोलाएर केही नभनिकन एचएससीले केही भनेन आजको दिनसम्म पनि। अनि हजुर अहिले पनि 1 हप्ता 10 दिन जति भइसक्यो छुट्टी। अब यत्तिकै रुममा थन्केर बसेको कहिलेसम्म बनियो। हजुर। कहिलेसम्म यति लापरवाही हो कि के हो खोइ। गाह्रो छ हजुर। हुन्छ हुन्छ, म यो भिडियो चाहिँ अब उहाँ स्याचो सामु पुऱ्याइदिन्छु के अरे, उहाँले चाहिँ केही हल निकाल्नु होला सायद। अनि ग्रुपहरूमा पनि मेसेज गर्दै गर्नु। के भनेर म्यासेज गर्नु, जति भने नि अब त्यस्तो त्यो हेन्जी आउँदैन के आउँदैन, के भन्ने म्यासेज गर्नु। हस् चुपो लागि बसिरहेन। अब कहिलेसम्म के गर्दा रहेछन्, कहिलेसम्म यसरी हेप्दा रहेछन्। केही नभने कसैलाई नि आनन्दले बसिरहन्छ बोलाएर। सहनी के सहनी, पछि देखिहाल्छ। के गर्ने त नि, हामी नि केही गर्न नसकिने, हामीले त भन्ने मात्रै हो। तपाईँहरू सोधिरहने हो, मैले भनिरहनु, त्यहाँ अर्को विकल्प केही नै हुँदैन यहाँ थाहा भएपछि। त्यही भएर सुनि बसी। मैले चाहिँ यो कुरा राखिदिन्छु के अरे, के गर्नुहुन्छ अब। उहाँले छिटै काम खोजिदिनु होला सायद। अब यत्रो काम 1 हप्ता भइसक्यो काम नगरे, अब 2-4 दिन पछाडि काम लगाइदिएला, त्यही हो गर्ने भनेर केही नै होइन, त्यति होइन। हस् हुन्छ, हजुरको समयको लागि धन्यवाद धेरै धेरै। हस् धन्यवाद। हस् हुन्छ, उसकार समादेश। हर्ष